हजुरलाई फेरि पनि मेरो नयाँ भ्लगमा मैले अघि नै एउटा इन्ट्रो सुट गरेको थिएँ त्यो मलाई मन परेन क्या जहाँ लाइटिङ चाहिँ अच्छा आएको थिएन भिडियो पनि क्वालिटी राम्रो थिएन त्यही भएर फेरि मैले चाहिँ इन्ट्रो सुट गर्दैछु आज चाहिँ म बुढी हेर्न जाने हामी चाहिँ बुढाबुढी होइन साँझ राति 11 बजी लास्ट हो बाँकी चाहिँ म बुढीलाई लगेर जान्छु अब बुढी छैन भने अरूलाई लग्छ बुढी छँदैछ बुढीलाई लगेर जान्छु म त जाने हो त नि त जाने नि 3 घण्टा फेरि मेरो बोलाउनु छ नजाने हो कि म चाहिँ अरूलाई लग्छु पहिले त्यसमा कोही जो पनि पढ्न सक्छ बाँकी चाहिँ अहिले हाम्रो चाहिँ काम चलिरहेको छ त मेरो बुढीले चाहिँ पानीपुरी खाना लागि चाहिँ पैसा लगेर चोरेर गएको थियो भर्खर नआएर आएर थियो पुरै सर्ट भिजेको छ मामा चाहिँ रिसाउनु भएको छ होइन मामा चाहिँ धेरै रिसाउनु भएको छ होइन छिटो छिटो गरेर घर जाने भन्दै भन्दै एकैछिन आराम गर्छु भनेर बसिरहेको छिटो काम गरेर छिटो काम गरेर सकेर गऱ्यो भने बसौँ लगेर फेरि त्यो मतलब भयो नि त काम गरिसकेपछि अर्डर आइहाल्छ फेरि अनि त्यो बस्दै काम गर्दै अर्डर गर्दै गर्ने हो नि त आराम गरेर बेबीले पानीपुरी खाँदैछन् होइन हाम्रो बेबी खान्न मलाई ठिक लाग्दैन यस्तो बच्चा बच्ची जस्तो कस्तो छ पानीपुरी ठिक छ ठिक छैन भन्न फेरि क्या भिडियोमा पनि ठिक छ भन्दैछ यता हेरेर खान गाइस हाम्रो साँझको नजारा देखाउँछु तपाईँलाई मामाबाट मामा हेर्छम हुनुहुन्छ मामा रिसाइ जानुभयो होइन बाँकी चाहिँ यस्तो छ सेटिङ होइन गाइस आफ्नै भिडियो बनिरहेको छ दाइ कन्टेन्ट मान्छे लिनु मम्मा दो छुट्टा एलजी सरजी छुट्टा दियो त मामा नै दिनुभयो मामाले हाम्रो चाहिँ अब जाने बेला भइसकेको छ आधा घन्टा बाँकी छ माल सिकिसकेको छ बाँकी सब बस्छ होइन उता आफ्नो काम छ बाँकी चाहिँ आनालाई हतार छ कहाँ जाने आना कहाँ जाने होला राति मैला अन्त हात मरिसक्यो रोक 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 आफ्नो त अचम्म राम्रो छ यस्तो हुन्छ गाइज अब मैले लेखेको छु अनि त्यो फेरि क्या छले छिची भन्नुभएको अघि यिनी चाहिँ मैले लेख्या मेरो छोटो नाम लेखेको छु ब्लुर आउँछ कि बेला बेला चटनी बनाउने रोटी लेख्न जाने यहीँ छन् भण्डारी लेखेको छु त BHANDARI भण्डारी बिएचए लेखेको बिएचएडी कसका अक्षर राम्रो छन् देखाउन त ल भन्न सोध्नु त कमेन्ट गर्नुहोस् गाई कसका अक्षर राम्रो छन् अनि कमेन्ट गरिदिनुहोस् ल माथिको चाहिँ मेरो यो माय नेम इज यमराज भण्डारी बाँकी चाहिँ तलको चाहिँ मेनुकलले लेख्या हो अब हस्बेन्डको त्यस्तो हुन्छ इङ्ग्लिस पढाएन चाहिँ 12 पास गरे आउनु गरे अब हस्बेन्डको स्पेलिङ थाहा छैन होइन बाँकी हाम्रो मम्मी खाँदा हुनुहुन्छ उहाँ एक्लै ऊ चिकनको हेर्नु त्यो पुरै थाली भरेर खाँदै हुनुहुन्छ मम्मी कस्तो छ त केटी चाहिँ मेरो छोरीलाई लगेन पार्कमा एकछिन घुम्नु जानुभयो साँझ अहिले चाहिँ एकछिन खुट्टा तान्नलाई भनेर ड्याडी चाहिँ कोसँग बिजी हुनुहुन्छ होइन बाहिर चाहिँ अब मम्मी छोरीहरू अन्त केटीलाई फोन गर्न लागि तरुणीलाई फोन गर्न लागि जानुभयो जस्तो लाग्छ मलाई पुरानै देखाउँछु कि बिजी भन्छ होइन गाइस अब ड्याडी नम्बर पनि के छ लेखाउँछ पापा लेखाउँछ मेरो पुरानो मेरो मोबाइल हो गाइस आपण ज्याला कॉल केला आहे आता कोणाशी बोलत आहे आपण यसले भन्छ कि तपाईँले कल गर्नु गएको व्यक्ति अरू कसैसँग बोलिरहेछ भनिरहेको छ होइन म चाहिँ तरुणीसँग मस्त हुनुहुन्छ अब अहिले राति अब हुन्छ नि त अब सबैको आफ्नो आफ्नो अब हामी छोरो मान्छे फोन गर्नु छैन यहाँ साथमा बुढी बसिरहेछ के अरे पछि लागिरहेछ हाम्रो चाहिँ बाउले तरुणी घुमाएर हिँड्ने होइन भिडियो देखाएपछि अनि ड्याडीलाई आएपछि सोध्छु म फोन गरेको लाग्दैन आउनु भएन ढिलो 1 घन्टा गएको ड्याडी बाबाले कसलाई फोन गर्नुभयो हो बाबाले हेलो कसलाई गर्नुभयो अरे बाबाले उहाँ गएर तिमी ठाउँ गएर फोनमा कोसँग बोल्नु भएको हो कसलाई हेलो गर्नुभयो त्यो यता बोल्ला यता बाबाले कसलाई फोन गर्नुभयो के फिल्म हेरेर आउने भन्ने थियो नि त आइसक्यो अहिले चाहिँ पार्किङ हलमा छौँ होइन देखिन्छ पार्किङ हल पार्किङ त्यहाँ छ भाइ चाहिँ हामी लिफ्टमा माथि जाँदैछौँ
मेरो छोरी चाहिँ अगाडि गएर छ स्क्यान पनि भइसक्यो बाँकी चाहिँ अब हामी जान्छौँ रुममा यही हो मेरो फ्यान चुम्मा दिन्छु यसलाई त म प्रभासलाई धेरै पछि हेरेर छ होइन मैले यसको लास्ट फिल्म चाहिँ हलमा के हेरेर थिएँ आदिपुरुष नै हेरेको आदिपुरुष लास्टमा वहीँ नेपालमा सुर्खेतमा हेरेर थिएँ हलमा यसको फिल्म त्यहाँबाट कल्की हेरेको बिर्सेँ मैले कल्की हेरेँ होइन कल्की हेरेको उसमा हलमा गएर सिटी सेन्टर मलमा गएर हेरेर थिएँ अब चाहिँ कल्की बजार चाहिँ लास्टमा राजा छैन बाँकी चाहिँ अब हामी हलभित्र गएको छैन हलमा गएपछि चाहिँ त्यो हल चाहिँ खाली छ बाँकी केही आएन हेर्नलाई अब पनि टायर फेर्नु मात्र आएको कसै मन हेरेर आउनलाई गाना आउँछ डाइरेक्ट तर मैले चाहिँ फिल्म हेरेर आइसकेँ होइन फाइनल्ली राजा साहब मुभी मलाई चाहिँ ठिक लाग्यो होइन बाँकी चाहिँ अब चाहिँ आफ्नो रुममा आइसक्यो अब चाहिँ म सुन्नु पऱ्यो रातिको 3 बजिसकेको छ होइन बाँकी चाहिँ अब मलाई चाहिँ ठिकै लाग्यो तपाईँहरूलाई चाहिँ अब हेर्नु होइन एकचोटि तपाईँ मौका मिल्छ भने चाहिँ समय मिल्छ भने चाहिँ मजा नै आउनेछ म चाहिँ फ्यामिलीको साथ गएको आफ्नो बुढीलाई लगेर अनि बाँकी चाहिँ भन्न चाहन्छु भिडियो अच्छा लाग्यो भने चाहिँ लाइक कमेन्ट गर्नु अच्छा मतलब राम्रो लाग्यो भने चाहिँ बाँकी चाहिँ भेटौँ अर्को भिडियोमा तब तक बाई बाई टाटा